सब्जी भेन्डीको भाजी। यो चाहिँ भेन्डीको भाजी हो, भेन्डी र आलु। अनि यो चाहिँ पुरी, अनि यो चाहिँ दही। कस्तो दामी भन्छ कि गाइस, एक्सपेक्टेसन बेसी थिएन, तर एक्सपेक्टेसन भन्दा पनि बेसी मिठो भएछ। डोललाई तिम्रो डल्ला कहिले मैले छुट्याएर दिन्छु, अलवेज हुन्छ डल्लेको लागि। सानो लिएर आउँछ खाँदै खाँदै। नरु नानी खाऊ। दही यस्तो चिसो छ, ठन्डा गरममा यस्तो दामी शीतल हुन्छ। गाई साँच्चै होइन, यति दामी भइरहेछ कि रोटी यस्तो नरम भएको छ यी, नरम। मैले भनौँ बिहानै 5 बजी उठेर बनाएको, बुढा उठेको पनि थिएन। धन्यवाद बनाउन लागि, बनाइदिनु भएको लागि भन। आज यो पनि बुझ्यो भएको। तिमीले सोचे चाहिँ आज पुरी खान्छु भनेर, अन द स्पट बनाएको नि त आज मैले। के अरे अन द स्पट, न मैले सोचेँ न उसले सोचेको थियो, न हामीले कुरा गरेको थियो। बिहान उठ्यो के गर्नु न, भात कति खानु भनेर सिधै मैदा र आँटा दिएँ कि त्यहाँदेखि त बनाउनु थालेको पो। फेरि म रोटी बनाउनुमा छिटो छु साँच्ची भनेको, किनभने मेरो घरमा धेरै फ्यामिली छ नि त। त्यहाँ चाहिँ म बिहानै म खानाहरू बनाइसक्छु। त्यहाँ चाहिँ झन् हाम्रो 10-12 जना हुन्थ्यो पहिला, उनीहरूको लागि पनि मैले बिहानै बनाइसक्थेँ। त्यति बेला फेरि उता हाम्रोतिर त यस्तो सानो रोटी खाँदैन नि, फेरि यो थाल जत्रो नि खान्छ। त्यत्रो रोटी खाँदै एउटा खाँदै अगाउँछ पेट। त्यस्तो खान्छु मैले, त्यस्तो बेसी पोल्थेँ। अहिले हामी कतिवटा खाँदै बोल्दैछ यत्रोमा? त्यही भएर यो त मलाई 5 मिनट पनि लागेन पोल्नु। 6-7वटा। गाइस हाम्रो चाहिँ घर चाहिँ नि बाटोकै छेउमा छ, किनभने घरकै अगाडि रोड छ। त्यही भएर मान्छेहरू गाडी गएको आएको पुरा साउन्ड हुन्छ। माइन्ड नगर्नु होला। अब त भयो होला, डल्ला जाउ त दियो त। छुट्टा पारेर दिउ ल। अन्त अहिले एकैछिनमा आएर जाउँ न, हाम्रो भिडियो कस्तो लाग्छ गाइस कमेन्ट